ओके गाइज, आज त मैले फिल्टर लगाइदिएँ होइन। म प्रायः जस्तो फिल्टरमा कहिले भिडियो बनाउँदैन। आज त म के भन्न आएको भने होइन, मेरो बारेमा भएको नभएको बोल्ने होइन, अर्काको विषयमा के हो कसो हो नबुझी सट्टै मुख घुसाएको छ। जुनै दुलोभित्रमा हात हालेको छ। जुनै दुलोभित्र हात हाल्दा कहिलेकाहीँ मुसा मात्रै होइन, कहिलेकाहीँ गोमन सरले ठुन पनि सक्छ के कोब्रा किङले। बुझ्नुभयो? मलाई तिम्रो फ्रीको ज्ञानको जरुरत छैन कि मलाई पैसाको जरुरत छ। तिम्रो फ्रीको ज्ञान अरूलाई बाँड्ने गर। ओके, द्याट्स इट। ओके, बाई। नडाटा न बहिनी, हामीलाई थाहा छैन क्या हो तिमी फिल्टर लगाएर बनाउँछौ कि बिना फिल्टरमा बनाउँछौ भनेर। के यसो हेर्दाखेरि गधा जस्तो देखिन्छ हामीलाई? न यहाँनिर निधारमा सीबाट आउने केही लेखेको छ? छैन नि होइन। त्यसले गर्दाखेरि हामीलाई थाहा छ फिल्टर लगाएर बनाउँछौ कि फिल्टर नलगाई बनाउँछौ भनेर। र मलाई त्यस्तोसँग केही लेना देना पनि छैन, फिल्टर लगाएर बनाऊ या नलगाई बनाऊ, तर भिडियो चाहिँ राम्रो बनाऊ न भन्नु खोजेको नि त बहिनी। भिडियो चाहिँ राम्रो बनाऊ कि यस्तो अश्लील भिडियोहरू नबनाइदेऊ। अश्लील भिडियोहरू नबनाऊ, किनभने तिमी एउटा सानो एजको मान्छे, एउटा छोरी मान्छे होइन। छोरी मान्छे भनेर डिस्करेज चाहिँ गर्नु खोजेको होइन, तर पनि एउटा छोरी मान्छे है, हाम्रो नेपाली समाजको एउटा मेरो सानो बहिनी भनेर भनेको मात्रै है। राम्रो भिडियो बनाऊ होइन, राम्रो भिडियो बनाऊ। तिमी त एउटा मजाको डान्सर रहेछौ, राम्रो नाचेर नाच, आफ्नो एउटा राम्रो वेशभूषामा होइन। र आफ्नो बाबुआमाको नाम रोशन गर्ने कोसिस गर, आफ्नो आफन्तको नाम रोशन गर्ने कोसिस गर, आफ्नो गाउँ समाजको नाम रोशन गर्ने कोसिस गर, आफ्नो देशको नाम रोशन गर्ने कोसिस गर, आफ्नो जाति है, आफ्नो जातिको नाम रोशन गर्ने कोसिस गर न बहिनी। भन्नु खोजेको चाहिँ त्यो हो है। तिमीहरू भनेको त एउटा देशको ताराहरू पो त हो, देशको भविष्यहरू हो है। तिमीहरू नै यसरी बिग्रियो भने देश कस्तो हुन्छ होला यो पनि सोच्नुपर्छ है बहिनी है। अब यस्तो नाच्दैमा देशै बिग्रिने भन्ने त कुरा फेरि यहाँ पनि आउँदैन। तर पनि तिमी जस्तो हजारौँ लाखौँ करोडौँ अब दिनदिनै बढ्दै गयो भने देशमा उन्नति के छ? डान्स नाङ्गो नाच्नु बस त्यतैतिर मात्रै समाज ढल्केर गइसक्यो हिजो आज। जस्ट आफूले आफूलाई पहिले सुधार्नु पर्ने चाहिँ त्यो हुन्छ। देश सुधार्नुभन्दा पहिले आफूलाई सुधार्नु पर्ने हुन्छ। यो कुरा चाहिँ याद राख्नु होला जसले पनि है। अब तपाईँहरू कतिजना यस्तो सोच्ने हुनुहुन्छ अरे त्यो त बिग्रिरहेछ, म एउटा सुध्रेको। पहिले आफूलाई सुधार्नु पऱ्यो नि त, अनि त्यसलाई सुधार्ने कोसिस गर्नु पऱ्यो। त्यो पनि सुध्रिन्छ, बिस्तारै सुध्रिन्छ क्या। त्यो त्यता ढल्क्यो भने आफू पनि त्यतै ढल्किने होइन। अनि अर्को कुरा तिमीले के कुरा गरेछौ भनेदेखि तिमीहरूको फ्रीको सल्लाह, तिमीहरूको फ्रीको ज्ञान मलाई नदेऊ है। मलाई त ज्ञान चाहिएको छैन, पैसा चाहिएको छ भनेर भन्यो। यो कुराले चाहिँ मलाई अलिकति चित्त बुझेन है बहिनी। सबैभन्दा इम्पोर्टेन्ट दुनियाँमा चाहिँ नि ज्ञानको जरुरी हुन्छ है। हाम्रो नेपाली समाज पछाडि छोडिएको कारण नै अहिले याद गर्नु कि हाम्रो नेपाली समाज नै छ अरू समाज, अरू जात, अरू देश, अरू राज्य भन्दा नि सबैभन्दा 200-300 वर्ष, 500-400 वर्ष पछाडि छोडिएको छ क्या। किनभनेदेखि यस्तै तिम्रो जस्तो सोचले गर्दाखेरि है। अन्ली पैसा, खालि पैसा है। ज्ञान बुद्धिको जरुरतै छैन, पैसा। अब ज्ञान बुद्धि नै छैन भने पैसा के गर्नु बहिनी? त्यो छ नि त कुरा चाहिँ। पैसा तिमीसँग डङ्गै छ, ज्ञान छैन भने त्यो पैसा उड्नु कति बेर पनि लाग्दैन है। तर ज्ञान छ भनेदेखि पैसा आउनु चाहिँ फेरि कति बेर पनि लाग्दैन। इम्पोर्टेन्ट सबैभन्दा ठुलो ज्ञान हो है। र म पैसा ठुलो पनि होइन पनि भन्दिनँ, पैसा इम्पोर्टेन्ट हुन्छ है। पैसा छैन भने केही छैन यो संसारमा, यो कुरा मान्छु म। तर पैसा कमाउने जरिया चाहिँ जुन चाहिँ हुन्छ नि हाम्रो पैसा कमाउने जरिया हो, यो चाहिँ इम्पोर्टेन्ट छ नि त बहिनी। पैसा कमाउने जरिया यो चाहिँ जरिया होइन नि त है। जुन चाहिँ तिमी गर्दैछौ, नाङ्गो नाचहरू गर्दैछौ होइन, अब अश्लील डान्सहरू भन्छु यसलाई चाहिँ म, अश्लील डान्सहरू गर्दैछौ, यो चाहिँ जरिया होइन है। पैसा कमाउनु त जसले पनि कमाइरहेको छ नि त होइन। एउटा सडकमा एउटा हुन्छ नि जस्तो एउटा शरीर बेच्ने औरतहरू पैसा कमाउँछ नि। अब यसमा तिमीलाई तुलना गरेको नै यस्तो बन्दै नसोच्नु, जस्ट तिमीलाई एउटा सम्झाएको बुझाएको एउटा याद दिलाइदिएको मात्रै हो है। अब त्यो एउटा हुन्छ नि शरीर बेच्ने औरतहरू कतिजना हुन्छ नि होइन, उनीहरूले पनि पैसा त कमाइरहेको छ क्या। तर पनि उनीहरूको इज्जत कस्तो प्रकारको हुन्छ है, समाजमा कस्तो प्रकारले उनीहरूलाई इज्जत गर्छ, यो कुरा पनि हामीले ध्यान राख्नुपर्ने हुन्छ। पैसा कमाउनु इम्पोर्टेन्ट होइन है, पैसा कमाउनु इम्पोर्टेन्ट होइन, पैसा कमाउने तरिका चाहिँ इम्पोर्टेन्ट हुन्छ है। यो चाहिँ मेरो सोच हो। पैसा कमाउने तरिका इम्पोर्टेन्ट हुन्छ र हामीले पैसालाई भन्दा ठुलो अगाडि इम्पोर्टेन्ट चाहिँ हाम्रो पैसा कमाउने तरिकालाई इम्पोर्टेन्ट दिनुपर्छ। हामीले पैसा कमाउने तरिकाहरू सिक्नुपर्छ है। त्यसले गर्दाखेरि पैसा कमाउने तरिका चाहिँ एकदम सही छ भनेदेखि पैसा आउनु कति बेर पनि लाग्दैन है। यो तिमीले गर्दै गरेको चाहिँ पैसा कमाउने तरिका चाहिँ हो, तर गलत हो है। सिधै भन्छु म, गलत हो है। अब पैसा चाहिएको छ नि, पैसा चाहियो भन्दैमा लु म नाङ्गै भएर चाहिँ सर्बङ्गै भएर भिडियो बनाइदिनु आउँछ नि, फलोवर पनि आउँछ, डरलाग्दो मिलियनमा जान्छ म नाङ्गै भयो भने पनि है। छोरै मान्छे हो र पनि म नाङ्गै भयो भने मिलियनमा जान्छ भिडियो, तर पनि के फाइदा मलाई होइन। र तिम्रै सोचाइको हिसाबले हो भनेदेखि हेर्नु, पैसा त जसलाई पनि चाहिएको छ है। एउटा गरिब दुखी एउटा बुढा नभएको एउटा विधवा औरत, बिजोग भएको औरतहरू छ, बिजोग भएको केटी छोरी मान्छेहरू धेरै छ संसारमा है। उनीहरूलाई पनि त पैसाको जरुरत छ होइन।
र पैसा चाहियो भन्दैमा उनीहरूले पनि त्यस्तै नाङ्गो नाचे जे पाए त्यही गरिदिने गर्नु भएन नि त। उनीहरूको एउटा छ नि त मेन्टालिटी छ, एउटा केही न केही छ नि त उनीहरूको सोच राम्रो, उनीहरूलाई इज्जत पनि चाहिन्छ होइन। उनीहरू बरु जस्तै जिल्लत जिन्दगी जिएर भए पनि उनीहरूको इज्जत राखेर गरेर खान्छ क्या हो। यो बहिनी यस्तो कुराहरू सोच्नुपर्छ है। पैसा नै इम्पोर्टेन्ट हो भनेर चाहिँ डल्लै सर्वस्व नै चाहिँ त्याग्नु चाहिँ हुँदैन पैसाको ठुलो भन्दैमा है। त्यो कुरा चाहिँ एकदम बुझ्नुपर्छ बहिनी है। तिम्रो सायद आमा बाउ आफ्नो आफन्त कोही छ जस्तो मलाई लागेन, तिम्रो जुन जस्तो हरकत छ होइन। अब छैन भने पनि एउटा गाउँ समाज एउटा देशको लागि एउटा आफ्नो नेपाली जातको लागि भए पनि सोचेर है तिमीले यस्तो भिडियोहरू चाहिँ नबनाइदेऊ कृपया गरेर। तिमीलाई एउटा कुरा चाहिँ तिमीलाई धन्यवाद भन्नु मन परेको छ, किनभने तिमीले चाहिँ बाजे बोजूलाई चाहिँ भिडियोमा नल्याऊ बहिनी भनेर मैले भनेको थिएँ। सायद मेरो भिडियो हेऱ्यौ होला तिमीले। अहिले बाजे बोजूलाई भिडियोमा ल्याएको छैनौ तिमीले, पछाडि एकदमै राम्रो काम गर्यौ बहिनी, त्यसको लागि तिमीलाई धेरै धेरै धन्यवाद छ है। बाजे बोजूलाई त्यसरी तिम्रो त्यस्तो अश्लील डान्स पछाडि नल्याउनु पनि, बिचरा आज मर्छ कि भोलि मर्छ होइन। बाजे बोजूलाई थुकाई होइन। अब तिम्रो हरकतले गर्दा बाजे बोजूलाई पनि मान्छेले नराम्रो सोच्छ होइन। बिचरा मर्ने बेलामा आशिषहरू लिएर जाओस् न बुढाबुढीले भन्नु खोजेको मैले चाहिँ। त्यसले गर्दाखेरि बहिनी बुझ्ने कोसिस गर है। र हाम्रो समाजहरूले पनि बुझ्ने कोसिस गर्नुहोस्। नानीहरूलाई पैसा ठुलो हो कहिले नभन्नुहोस्, भिजन देखाउनुहोस्, उहाँलाई सपना देखाउनुहोस्, डक्टरको सपना देखाउनुहोस्, इन्जिनियरको सपना देखाउनुहोस्, लोयरको सपना देखाउनुहोस्, साइन्टिस्टको सपना देखाउनुहोस्, बिजनेसम्यानको सपना देखाउनुहोस्। पहिले सपना सक्सेस भयो भनेदेखि पैसा त्यसले कमाइहाल्छ है। आफ्नो एउटा भिजन एउटा केही देखेको कुरालाई होइन, पैसा कमाउने जरिया चाहिँ तिनीहरू हो नि त होइन। पैसा कमाउने जरिया ट्यालेन्टहरू चाहिँ तिनीहरू हो। ट्यालेन्ट यो नाच्नु गाउनु है त्यो पनि ट्यालेन्ट हो, तर पनि एउटा हुन्छ सीमा है। सीमा क्रस गरेर कमाएको चाहिँ काम लाग्दैन है। त्यसले गर्दाखेरि एउटा सपना देखेर एउटा केही न केही गर्छु भन्ने उन्नति गर्ने कोसिस गर्नु सबैले पनि है। यस्तो यो हौडीको डान्सहरू गरेर चाकहरू हल्लाएर के देखाएर नो त्यस्तो बन्दै नगरिदिनु होला हाम्रो चेलीबेटीहरूले। ल धन्यवाद छ तपाईँहरू सबैलाई है। र के कस्तो लाग्छ भिडियो मन पऱ्यो भने लाइक गरिदिनु होला, सेयर गर्नु नभुल्नु होला, किनभने यस्तो दिदी बहिनीहरूले यस्तो भाइ बहिनीहरूले यस्तो भिडियोहरू हेर्नै पर्छ है। र मलाई फलो गर्नु नभुल्नु होला।